100 भन्दा बढी बेपत्ता। के यो केवल एउटा तथ्याङ्क हो वा नदीको गहिराईमा लुकेको कुनै हो? स्वागत छ च्यानलमा। देवघाट, जहाँ मानिसहरू मोक्ष खोज्न आउँछन्, तर के तपाईलाई थाहा छ यहाँका कतिपय गल्तीहरूले मानिसलाई मोक्ष होइन, कहिल्यै नटुङ्गिने अन्धकारमा पुर्याउँछन्। आज हामी देवघाटका ती अनसोल्भ रहस्यहरू र डरलाग्दो सत्य खोतल्दैछौँ। स्थानीय माझीहरू एउटा यस्तो कथा सुनाउँछन् जसले मुटु काँप्छ। भनिन्छ केही वर्ष अघि एक समूह पौडी खेल्न पस्यो। एउटा साथी अचानक बीच नदीमा रोकियो, मानव कसैले उसको खुट्टा तानिरहेछ। ऊ चिच्याउन पनि पाएन र केही सेकेन्डमै ऊ ढुङ्गा जस्तो पानीमा फसियो। उसको शरीर हप्तौंसम्म भेटिएन। आखिर के थियो त्यो? भुमरी मात्रै कि पानी मुनिको कुनै अदृश्य शक्ति? वैज्ञानिक रूपमा यहाँ त्रिशुलीको बेग र कालीगण्डकीको गहिराई आपसमा ठोक्किन्छन्। यहाँको अन्डर करेन्ट यति बलियो छ कि यसले ठुला ठुला ढुङ्गालाई त चकनाचुर पार्छ भने मानिसका के कुरा। तर स्थानीय मिथक अनुसार यहाँको केही गुफाहरू सिधै पातालसँग जोडिएका छन्, जहाँ छिरेपछि कोही पनि फर्केर आउँदैन। अर्को एउटा रहस्यमय घटना, केही यात्रीहरूले दाबी गरेका छन् कि हिरो लागेको बिहान नदीको बीचबाट कसैले मद्दत मागेको आवाज सुनिन्छ, तर जब उद्धारकर्ताहरू त्यहाँ पुग्छन् त्यहाँ कोही हुँदैन, केवल शान्त र चिसो पानी मात्र। के ती हराएका आत्माहरूको पुकार हो? प्रशासनले चेतावनी दिन्छ, तारवार लगाउँछ, तैपनि हरेक वर्ष देवघाटले आफ्नो रङ बदल्छ। यहाँको बालुवामा टेकेपछि मानिसलाई एउटा अनौठो ट्रान्समा परेको जस्तो अनुभव हुन्छ, मानव नदीले आफूतिर बोलाइरहेको। एक पटक पसेपछि फर्कने मन नलाग्ने। के देवघाट केवल एक तीर्थस्थल हो वा यो प्रकृतिको एउटा यस्तो जाल हो जसलाई हामीले अझै बुझ्न सकेको छैनौँ? यदि तपाईसँग पनि देवघाटसँग जोडिएका कुनै रहस्यमय वा साहसिक कथा छ भने तल कमेन्टमा लेख्नुहोला। तपाईको एउटा कथाले अरूको ज्यान बच्न सक्छ। आस्था राख्नुहोस्, तर प्रकृतिको शक्तिलाई कहिले कम नआँक्नुहोस्। देवघाटको यात्रा सफल होस्, तर सुरक्षित पनि। अर्को रहस्यमय घटनामा फेरि भेटौँला। धन्यवाद।